If a fire starts in the water itself, what do you use to extinguish it? पानीमा आगो लागेपछि केले निभाउनु पानीमा आगो लागेपछि केले निभाउनु Correct answer. यस्तो नि उखान छ नि, यो के हो यो त उखानै होइन नि यो त बाले भन्यो नि जितिराजु खुसी 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 कुछ समझ में आयो एउटा पानीमा आफै आगो लागेपछि केले बुझाउनु निभाउने राइट राइट Right. पानीमै आगो बल्यो भने तिमीले त्यो निभाउन के प्रयोग गर्छ Halfway मिलेको थियो फेरि पानीमा try आगो गर लाग्यो त। तिमी त्यसलाई कसरी निभाउँछौ यो त्यस्तै हो तर अलि मिलाएर भन्नु पर्यो 0.5 जुन दुईटालाई हाफ हाफ पानीमै आगो बले त्यसलाई निभाउँछौ कसरी म भनिदिन्छु है यसको आन्सर चाहिँ पानीमै आगो लागेपछि केले निभाउने केले निभाउने ए 0.5 पाउँछौ दुईजनाले नै हैन